आखिर नेपालले कुन ठाउँमा भारतको जमिन मिचेको छ? प्रधानमन्त्री बालेन शाहले सदनमा यस्तो किन बोले? नेपालले भारतको जमिन मिच्दा भारत किन छमा हुन्? प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने जवाफ दिएपछि यति बेला नेपाली राजनीतिमा ठूलो बहस छेडिएको छ। प्रधानमन्त्रीको गरिमामय पदमा बसेर देशको हित विपरीत बोलेको भन्दै यति बेला प्रधानमन्त्री बालेन शाहको चर्को विरोध भइरहेको छ। सदनमा लिपुलेक लिम्पियाधुराको विषयमा बहस चलिरहँदा प्रधानमन्त्री बालेन शाहले यस विषयमा भारतसँग कूटनीतिक पहल भएर छलफलको विषयमा प्रवेश गरेको जवाफ दिँदै आफू प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतको जमिन मिचेको थाहा पाएको बताएका थिए। तर नेपालले कुन ठाउँमा भारतको जमिन मिचेको छ भन्ने विषयमा प्रधानमन्त्रीले प्रश्न पारेका छैनन्। उनले यो शब्द बोलेपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ। यता नेपालले भारतको जमिन मिचेको विषयमा भारतले कहिल्यै केही बोलेको पाइएको छैन। तर बेला बखत भारतले नेपालको सीमा स्तम्भ सारेर नेपालकै जमिन मिच्ने गरेको भिडियो प्रमाण नै सार्वजनिक भएका छन्। विद्यार्थी भिजामा अस्ट्रेलिया जापान जाने एकमात्र परामर्श केन्द्र सेन्ट्रल कलेज। विद्यार्थी भिजामा अस्ट्रेलिया जापान जाने एकमात्र परामर्श केन्द्र सेन्ट्रल कलेज।